पोखरा घुम्नलाई 3 वर्षको छोरो छोडेर आएको बेलुका बाबुलाई भिडियो कल गरेको तपाईँ कहिले आउने गरेर रुन थाल्यो पहिला पनि त्यत्रो छोडेर हिँडे कहिले वास्ता नगर्ने बच्चा हिँड्छ त्यस्तै रोग रातभरि निन्द्रा लागेन मलाई पेट पोलेर मन पोलेर गई बिहानैको फ्लाइट टिकट काटेर काठमाडौँ आइपुगौँ जस्तो भएको 4 दिन भइसक्यो बच्चा न्यास्रेर बिरामी होला भन्ने पिर लाग्यो के मलाई त्यही भएर पनि बिहानको 4 जति बजेको होला निन्द्राले छोडिहाल्यो त्यसपछि उठेर साउर लिए ब्रस गरे अनि ठिक पर्न थालिहाले अनि मैले चाहिँ आज अस्ति पोखरामै किनेको वान पिस लगाएर रेडी भएको के बिहानै उठेर रेडी त भइहाल्यो दिजूहरू सुतिराख्नु पनि भइहाल्यो अनि म चाहिँ एक्लै गएको क्या तल स्विमिङ पुलतिर रिजोर्टको वरिपरि सबतिर एक्लै चारेर भएँ त्यसपछि दिजूहरू पनि रेडी भएर आउनुभयो अनि हाम्रो ब्रेकफास्ट पनि रेडी भयो म्याम भनेर भनिसकेपछि चाहिँ हामी सिधै पुग्यौँ ब्रेकफास्ट हलमा अर्को दाइहरूले सुरु गरिसक्नु भएको रहेछ अनि दिजू र भेनाले चाहिँ मलाई कुरेर बसिराख्नु भएको रहेछ बिचरा बित्तिकै अनि हामीले नि सुरु गरिहाल्यौँ हिजोको जस्तै आज नि मस्त भेराइटिज थियो ब्रेकफास्ट हामीले चाहिँ हिजो जसरी खाएनौँ किनकि अलिकति लाइट नै लिगौँ भनेर फ्रुट्सलाई मात्र जोड दियौँ ठिक्क ठिक्क अरू पनि खायौँ मस्त मिठो भोजन भयो बिहान बिहानै त्यसपछि हाम्रो चाहिँ हिजोदेखि नै प्लान थियो आज बिहान चाहिँ सारङकोट घुम्न जाने 10 कक्षामा हुँदाखेरि गएको थियौँ क्या एकचोटि सारङकोट त्यो बेला चाहिँ हामी गाडीमा गएको थियौँ मस्त हिँड्नु परेको थियो अहिले चाहिँ भर्खर नयाँ केबल कार पनि खुलेको रहेछ चाहिँ त्यो मिस्टिक माउन्टेन होटलको ठ्याक्कै अगाडि थियो त्यही भएर आज चाहिँ हामी सारङकोट केबल कारमा जाने भयो अनि यसको टिकट चाहिँ होटलले बिहोरेको थियो हामीले आफैले पर्चेस गर्नु पर्यो भए चाहिँ पर पर्सनको 700 रहेछ अनि केबल कारको फेसिलिटी पनि दिएको थियो हामीलाई होटलले सो चढेको ठ्याक्कै 15-20 मिनटमा चाहिँ हामी पुग्यौँ सारङकोट घाम साम लगायो भए भ्यू पनि राम्रो देखिन्थ्यो बिहानै मस्त कुहिरो लागेको थियो पानी पनि पर्यो नि त रातभरि त्यही सारङकोट डाँडोमा पुगे पनि हेर्न चाहिँ केही पाएन कि अनि बसेर अनि हामी चाहिँ फर्किहाल्यौँ अनि आज चाहिँ हामी काठमाडौँ फर्किने भन्ने थियो हामी बसेको होटल चाहिँ मिस्टिक माउन्टेन मैले भिडियो हाल्दाखेरि कतिजनाले मेसेज गर्नु प्राइजहरू के कति हो भनिदिनुहोस् न भने सो हामी चाहिँ 6 जना गएको थियौँ अनि एउटा फ्ल्याट 3 जना भन्दा बढी बस्न चाहिँ अलाउड छ त्यही भएर हामीले चाहिँ 2टा लिग्यौँ अनि एउटा फ्ल्याटको पर डेको प्राइस चाहिँ 19,000 भन्नुभएको थियो तर त्यति प्राइसमा खाना पनि इन्क्लुड थिएन क्या गाइज बिहानको एक टाइमको ब्रेकफास्ट बाहेक अरू सबैको चार्ज एटलिस्ट एउटा खाना चाहिँ इन्क्लुड भइदिया भए पनि हुने भन्ने चाहिँ लाग्यो अनि हामीले चाहिँ फोनबाटै बुक गरेर गएको थियौँ होटल अनि अलिकति डिस्काउन्ट मागेर गएको थियौँ उहाँले हुन्छ पनि भन्नुभएको थियो त्यही भएर हामी चाहिँ ढुक्क भएर 2 दिन मजाले बस्यो दिन काठमाडौँ फर्कन भनेर लगेज सगेज प्याक गरेर गाडीमा हालेर तिर्न भनेर होटलको काउन्टरमा गएको हुन्छ भन्नुभएको थियो त्यति अमाउन्टको डिस्काउन्ट चाहिँ दिनु भएन क्या हामीहरूलाई हामीले त पहिले यतिमा डिल भएर बसेको हो नि सर भन्दाखेरि होइन कि होइन लगायो कि मैले 20,000 बिर्दिन मैले कुरा गरिनँ सर मैले भनेर पैसा 20 दिनमा तपाईँसँग झडाउनु पर्छ राम्रो हो त पैसा तिर्न झडाउनु पर्ने मान्छे हो तपाईँ रहेछ पर्दैन सर मैले तिर्दिसकेँ सर सो होटलको यस्तो व्यवहारले भेना चाहिँ एकदमै धेरै रिसाउनु भयो यो चाहिँ सिधै गलत हो भन्छु हुँदैन भने भए 2 दिनको ठाउँमा हामी 1 दिन बस्थ्यौँ होला या अन्त्य गरेर बस्थ्यौँ पहिला हुन्छ भनेर हामी बस्यौँ पछि चाहिँ बिल अमाउन्ट जति हो त्यति नै 1-2 हजार घटाउने कुरा गर्नुभएको थियो भेनाले मलाई चाहिँदैन भनेर हामीले सब फुल पेमेन्ट गरेर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ